चाहिँ सबैजनाले नुहाइधुवाइ गरिसकेर फेरि अहिले पस्ने भनेको छ है। सबैजनाले खाना पकाउनुपट्टि लागेको छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सबैजना सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामीहरू रेडी भइसकेको छौँ। आज चाहिँ हामीहरू जानु आँटेको छौँ रेली खोला पिकनिक है। फ्यामिली पिकनिक हो 2025 को चाहिँ हाम्रो फर्स्ट फ्यामिली पिकनिक हो। अनि हामीसँग जानुहुँदैछ अजा अजी, यहाँ अजा, अहिले चाहिँ हामीहरू गाडीमा छौँ। यहाँ आन्टी, यहाँ छानु हाई भनिदेऊ नानु, हाई। यहाँ छोरी हाई। अजी अजा हुन्छ है हजुर। त्यही हामीहरू रेली खोला आइपुगिसक्यौँ है। यहाँबाट चाहिँ मेरो हस्बेन्ड आउनु हुँदैछ। उनीहरू चाहिँ यहाँ नानीहरूको लागि टेन्ट बनाइरहेको छ। सबैजना आउनुहुँदैछ। अहिले चाहिँ हामीहरू रेलीमा छौँ। नानीहरू पनि लुगा फेरिसकेको छ। अजा अजी हेर्नु होला रेलीको भ्यू चाहिँ। यहाँ पर चाहिँ केटिभी उहाँहरूले बनाउनु भएको रहेछ। यहाँ चाहिँ हाम्रो फ्यामिली हुनुहुन्छ। यहाँ झन् सबैजना ठुलो फ्यामिली। है फोटोसुट हुँदैछ अहिले चाहिँ। अहिले चाहिँ सबैजना आइपुगिसक्नु भएको छ। भाइ यहाँ हुनुहुन्छ, बाबा यहाँ, बाबा ल हल्का पानीमा पस्नुको लागि सुरु भयो। अब चाहिँ हामीहरू खाजाको लागि प्रिपेयर गर्नेछौँ। अब खाजाहरू छ। अब चाहिँ म खाजा रेडी गर्नेछु। हाम्रो पिकनिक चाहिँ स्टार्ट भयो है। ब्रेकफास्ट अब यहाँ आलु, ब्रेड, अन्डा, खिर। अहिले चाहिँ नानीहरूले पनि टाइम स्पेन्ड गर्दैछ। यहाँ चाहिँ नानीहरू खेल्दैछ बाबा नानीसँग, बुहारी। यहाँ तल चाहिँ आमा र आन्टीले भाँडा धुनुहुँदैछ। खोलामा त यत्तिकै मजा। यहाँ चाहिँ अजा अजी चाहिँ खेल्नु हुँदैन, अब बसिरहनु भएको छ। अब चाहिँ पर त यहाँ चाहिँ छोरी उसले साह्रै खोला भनेर इच्छा गरेको थियो। अन्त आज चाहिँ यसको इच्छा पनि पुरा भयो। अब घरिघरि निक्लिनु पाउँदैन, त्यसै कारण आज चाहिँ फुल मस्ती गर्न पर्छ। अनि मेरो हस्बेन्ड पनि खेल्नु हुँदैछ पर, भाइ डेभिड भाइ। यहाँ चाहिँ खेल्नु हुँदैछ। खोलामा आएपछि स्विमिङ नगरी त भएन है। डेभिड चाहिँ यहाँ बसिरहेको छ। चप्पल लगाएर आएछ न, खुट्टा काट्छ क्या अहिले बियरको बोतलहरूले। अझ हेर्नु नि बिचरा, हुँदैन नडराउ न। आमा हल्का हामीहरू पानीमा फसेको थियौँ। अहिले चाहिँ निक्लेको छौँ। अनि यहाँ चाहिँ नुहाउनु हुँदैछ है।
खोलामा आएपछि पानीमा त नपसी भएन, हल्का रमाइलो गर्नै पर्यो है। हावा चाहिँ सिटाउँदैछ है, सबैजना खेलेर चाहिँ आइसकेको छ। भात पाक्दैछ। सबैजनाले नुहाइधुवाइ गरिसकेर फेरि अहिले पस्ने भनेको छ है। सबैजनाले खाना पकाउनुपट्टि लागेको छ। दुईजनाले चाहिँ मजाले इन्जोय गरिरहेको छ, साथसाथ नयाँ अजीले पनि इन्जोय गरिरहनु भएको छ। लुगा धुनु पहिलाको याद सम्झिँदै। ल ल कहाँ जानुभएको हजुर? कहाँ जानुभएको? कहाँ जानुभएको? हात नपक्रिनु, हात नपक्रिनु। चाहिँ हाम्रो लन्च टाइम सुरु भइसकेको छ। यहाँ सबैजनाले बसेर खानुहुँदैछ अनि म पनि नानीकै प्लेटमा खाँदैछु। कुखुराको मासु, गोरुको मासु, आलु, धनियाँको अचार छ। यहाँ पर पनि बसेर खाँदैछ। डेभिड र मेरो हस्बेन्ड उताले फर्केर खाँदैछ। अब चाहिँ म पनि खानु सुरु गर्नेछु। यहाँ चाहिँ प्याराग्लाइडिङ हुँदैछ, डेलोबाट सुरु गरिएको प्याराग्लाइडिङ। सायद यहाँ रेलीमा चाहिँ ल्यान्ड गर्छ जस्तो लाग्यो। ल्यान्डै होला। सेफली ल्यान्डेड। अब चाहिँ हामीहरू फर्किनु आँटेको छौँ। सबै प्याकअप भइसक्यो। अहिले चाहिँ हामीहरू घर आइपुगिसकेको छौँ अनि आज चाहिँ हामी सबैजनाले मजाले इन्जोय गऱ्यौँ फ्यामिली। अनि आजको मेरो ब्लग चाहिँ यति नै थियो। पुरा हेरिदिनु होला, जति सक्दो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई। फेरि नयाँ भिडियो लिएर छिटै नै आउँदैछु। बाई बाई, टेक केयर।